सो हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु द च्यानल न्यू डे न्यू भ्लग। सो आज चाहिँ म चाहिँ होइन कोरा राइड जान लागेको। अहिले 6 बजेर कति मिनट गइरहेछ अनि मौसम देख्न सक्नुहुन्छ, पानी परेर भर्खर रहेको हो होइन। अनि कोरा राइड भनेको चाहिँ के हो भने अब म उहीँ गएर सम्झाउँछु होइन तपाईँहरूलाई, एकैचोटि उहीँ गएर होइन, किनभने अलि लेट पनि भइरहेछ। सो उतै गएर सम्झाउँछु। अनि मैले साइकल नकुदाएको पनि लगभग कति दिन भइसकेको थियो भने 3 to 4 days भइसकेको थियो क्या साइकल नकुदाएको पनि। ढिला नगरिकन उतै गएर भेटौँ है त, सबैजना ग्रुपमा हुनुहुन्छ। कोरा राइड चाहिँ ग्रुपमा हुन्छ, सो ग्रुपमै गएर भेटौँ है त। फाइनली गाइस अहिले चाहिँ हामी चाहिँ होइन ट्याक्क लाएर यता ग्रुपहरू जम्मा भइसक्यौँ। यो खुल्ला मञ्च हो अनि खुल्ला मञ्चमा चाहिँ हामीले चाहिँ यहाँबाट स्टार्ट गर्न आँटेको धादिङको खुल्ला मञ्चबाट। अहिले भनेको चाहिँ त्यस्तै 6:30 जति भइसक्यो, 6:30 7 बज्न आँटिसक्यो। अनि टक्क आर्मीहरूको नि अहिले उयो निक्लिँदो रहेछ। 20 to 23 किलोमिटर होला आउनु जानु यताउति। अनि हाम्रो टोटल ग्रुप चाहिँ कति छ भने चाहिँ 13 जना छ। सो लेट्स गो है त। ल नमस्कार सबैजनालाई, उपस्थित सम्पूर्ण साइकल प्रेमी खेलकुद प्रेमी साथीभाइहरू। आज हामी नेपाल अधिराज्यभरि नै लगभग 18-20वटा ठुला साना सहरहरूमा चाहिँ आज कोरा राइड हुँदैछ। यो साइकल एउटा महोत्सव, यो उत्सवलाई चाहिँ हामी पनि अब बिस्तारै बिस्तारै टिम सानो भए तापनि जसरी यो साइकल समुदाय छडिएको छ त्यसलाई चाहिँ एकमुष्ट र गोलबद्ध बनाउने जुन अभियानमा म लगायत तपाईँहरूको साथ सहयोग छ। तपाईँको धार्मिक मठ मन्दिर गुम्बा चर्च त्यो जति पनि हाम्रो धार्मिक सङ्घ संस्थाहरू छ नि भन्नाले त्यो यस्तो मठ मन्दिरहरूको चाहिँ तपाईँको दायाँबाट चाहिँ हामीले यसरी फेरो लाउने हो क्या, त्यसलाई कोरा भनिन्छ। सो फाइनल गाइज हामी चाहिँ निक्लिसक्यौँ है यहाँबाट। तर अलिक मौसम भने चाहिँ अलिक बिग्रेको टाइपको छ, किनभने अझै पानीको छिट्टाहरू हानिरहेछ, क्यामेरातिर पर्छ होला है, माइन्ड नगर्नु होला। अब यस्तै छ मौसम, के गर्ने होइन। बुस पानी परिरहेछ क्या, बुस पानी परिरहेछ। त्यहाँ फेरि तलबाट उयो आउँदैछ क्या बाछिट्टा, सिङ्गल लेनमा हिँड्ने हो। ओके ल ठिक छ। बहिनी हेलो, हाउ आर यु? भाइ खै भाइ उता रहेछ अगाडि, भाइ होइन। सो फाइनली हामी चाहिँ यहाँबाट चाहिँ ओह्रालो झर्दैछौँ। अब यहाँबाट चाहिँ लगभग कति छ होला 20 किलोमिटर जति अगाडि देख्न सक्नुहुन्छ। लिडिङ हाम्रो मोलाम दाइ हुनुहुन्छ। हामी चाहिँ बजार इन्टर भइसक्यौँ है, ठ्याक्क लगाएर मास्तिर खुला मञ्चपट्टिबाट। अगाडिको साउन्ड यस्तो दामी छ यो हबको, मेरो चाहिँ अलिक सानो छ क्या योभन्दा, यो चाहिँ ठुलो छ क्या, 10 स्पिडको हो। तर बबाल पानी छिटाइरहेछ, पुलिसहरू पनि हेरे हुन्छ अब। कोरा राइड हो, कोरा राइड स्टार्ट गऱ्यौँ होइन। पानीले चाहिँ एकदम ल्याङ हानिरहेछ, बुस पानी परिरहेछ, आँखाभरि परिरहेछ। त्यसको ब्रस गर्दै हुनुहुँदो रहेछ आन्टीहरू भर्खर। अन्त हाम्रो इन्डियाको राइड पनि यसरी नै हुनेछ होइन, तर 2 जनाको मात्र। तर त्यसमा चाहिँ यस्तो सजिलो चाहिँ हुँदैन होइन, जस बबाले हुनेछ। सो इफ यु न्यू टु माई च्यानल देन प्लिज सब्सक्राइब है पछिको लागि। चढ्यो मोटे दाइ चढ्यो। है ल त्यसरी बल जान्छ क्या, उठेर नगर। चढे हो, बसेर पेला बसेर, नत्र उठेर थाक्छ झन्। हट गाह्रो पऱ्यो। सजिलो छैन नि मोटो ज्यानलाई। लेट्स गो। ओइ आइज त पनि जोइन हो। ए अलिकति ब्रेक छोडेर हिँड न, हल्का है। अगाडिको ब्रेक कन्ट्रोल नगर धेरै, पछाडिको ब्रेक मात्र ओह्रालोमा। हिँड बुस्टर छोडिदेऊ, फुल्ली ब्रेक छोडिदेऊ। बहिनी अलिकति काँचो छ क्या, उसलाई पकाउनु पर्छ कराईमा हालेर।
होइन त पानीले चाहिँ लोस्टे हाने लास्टै भनेको लोस्टै भनिरहेको रहेछ पेले 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 गेट डाउन सो फाइनली गाइस अहिले चाहिँ हाम्रो चाहिँ यहाँनिर होइन सर्ट ब्रेक भइरहेछ सर्ट ब्रेक भनेको चाहिँ पानी खाने ब्रेक तिर्खा लागेको छ भने चाहिँ तपाईँले तिर्खा लगाइसकेको छैन तपाईँले तिर्खा लगाइसकेको छैन छैन मलाई पनि छैन तपाईँलाई मलाई त एकदमै लागेको छ भने जानु न त खानु पिउनु सो हामी चाहिँ ससाको यहाँनिर पुलमा छौँ होइन ब्रो भर्खर जोइन भएको उता आधी बाटोबाट खतम भइसक्यो होइन सो अब चाहिँ हामी यहाँबाट निक्लिँदैछौँ है त लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो हल सेट साइकल चाहिँ यहाँनिर छ है हुन्छ उता लस गर्दैछ साइकल ल लेट्स गो गयो 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 मेरो ब्रेक चाहिँ कराउनु थालिसक्यो गाइस क्यार 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 साउन्ड दिनु थालिसक्यो के भएर हो आई डोन्ट नो सायद पानी परेर अनि त्यो उयो भएर होला बहिनीको मेहनत यताबाट देखाइदिनु मेहनत सबैको तर अहिले पानी भनेर रोकिँदैछ घाम घाम लाग्नु थाले जस्तो हुँदैछ अगाडिको ब्रेक चिप लाउँछ मेन्टेन गरेर लाउनुपर्छ लेट्स गो लेट्स गो लेट्स गो सो आजको भ्लग चाहिँ तपाईँहरूलाई कस्तो लागेको छ पनि लोसे टाइपकै होला किनभने अब यस्तै हुन्छ नि त ग्रुप राइडहरू यताउति गर्दाखेरि त्यस्तो इन्ट्रेस्टिङ बनाउनु चाहिँ सकिँदैन आउनु आउनु पेल्नु केले चाहिँ हो त अहिले अन्त ए लाउन बाजे पहिरो जाला पहिरो किन गएर हिजो धादिङ भने तपाईँले हो ए मैले पनि देखेँ तिमी देखा त भोलि मान्छे देखेन अन्त पहिरो जाने कारणै यही रहेछ हिलो छ बाटो अहिले चाहिँ हामी चाहिँ होइन दामी प्लेसमा आइसक्यौँ देख्न सक्नुहुन्छ डाँडा भन्दा पनि डाँडा छ कोही अगाडि भन्छ हिलोमा बसेर जाँदै तर एकदम हिलो राइड भइरहेछ आज हाम्रो कोरा राइड देख्न सक्नुहुन्छ तल्लोपट्टि खेत रोपेको त्यो भाइले आज हेलमेट लगाएन किनकि उसको कपालमा डिजाइन बनाएको छ होइन त फाइनली गाइज हामी ढौकाला आइपुग्यौँ जस्तो लाग्यो है लेट्सी हो कि होइन यो हामी चाहिँ ढौकाला आइपुगिसक्यौँ होइन एज यु क्यान सी ढौकालाको चौताराहरू यो हो अनि बहिनीहरू यहाँनिर चलिरहेको छ उयोसँग लरासँग सो अब चाहिँ हामी होइन यहाँनिर सर्ट ब्रेक भनौँ न अब ब्रेकफास्ट हुन्छ कि के हुन्छ सो अहिले एकछिनपछि भेटौँ है त सो फाइनली गाइज हाम्रो चाहिँ यहाँनिर चिया आइसकेको छ होइन अभि ब्रोले धमाधम लिएर आउँदैछ उताबाट चिया अब हामी पनि गउँथ्यौँ होइन चिया टिपौँ लाउनु चिया टिपौँ है हामी चाहिँ यहाँबाट निक्लिनु आँटेको होइन काकालाई सबै रेडी भइसक्यो यहाँबाट चिया खाएर होइन चिया चाहिँ होइन चिया बिस्किट खाएर निक्लिसक्यौँ अनि चिकन मुखमा हालिरहेको छ सबैजनाले सो रेडी जाऊँ ल सो अलरेडी गाइज हामी चाहिँ फर्किसक्यौँ है त त्यहाँ धौखोलाबाट चाहिँ यता फेरि देख्न सक्नुहुन्छ भ्यूको यतापट्टिको खतरा अझ यो के भन्छ धान अलिक ठुल्ठुलो हुँदै जान्छ नि त्यहाँबाट झन् हामी देख्छ क्या पहिला नरोकै ननिस है यहाँबाट उहाँसम्म मजाले अलि अगाडि पुस बडी पुस सो फाइनली हामी तल त्यो अघि गएको उकालो आइसक्यौँ केही हुँदैन छोड्दै हिँड मेरो चेन अलिकति अल्ट्रो तल झर्ने माथि आउने भइरहेछ अलिअलि प्रब्लम भएर
गयो नन मैले चाहिँ बहिनीलाई यो अलिकति स्मुथ छ नि त यो भन्दा त्यही भएर दिएको हैट उहु फाइनली आइपुग्यो यता अहिले चाहिँ हामी चाहिँ होइन टक्क मैले नि यो ज्याकेट पनि खोलिसकेँ एकदम धेरै पसिना आयो नि त छ्याप्पै भिजिसक्यो भित्रबाट तिमीहरू भिजाइसकेको छैन भिज्छ भाइहरू पानी खाँदैछ अनि अब हामी चाहिँ होइन अघि यहाँनिर यहाँबाट उता गएको थियौँ नि होइन अहिले चाहिँ यता आइसक्यौँ आमा स्काई कलर देख्न सक्नुहुन्छ कस्तो दामी आइरहेछ आँखा बचाऊ कस्तो दामी क्लियरनेस आइरहेछ क्या स्काई देखाइदिन्छ है त म खतरा आइरहेछ है स्काई त तिम्रो नि आउँछ र यताबाट हात छोड त खतरा आएछ डान्स गर्दै ल पानी खाएर अब हामी एउटा सट्टै यताबाट निस्किने है त बिस्तारै आऊ आछि हिलो आमा अब चाहिँ अफरोड सुरु भइसक्यो यहाँबाट चाहिँ एक्लै छु अगाडि मान्छेहरू अगाडि पुगिसक्यो है त इहु खतरा हजुर बिस्तारै दामी ल हर आउँ है त स्कुटी सँगसँगै आऊ ल यसरी हान्ने हो क्या हिलो बिस्तारै खतरा रहेछ यार हिलो चाहिँ यताबाट फेरि सर्टकट थियो अर्को पनि यहाँबाट तर अलिअलि चिप्लो होला अहिले सो यतैबाट गइदिउँ है त हामी चाहिँ कुरोघारी म त पुरै हिलो भइसकेको छु आमै एज यु क्यान सी के प्यान्टहरू के भन्छ यो ट्राउजर त डेन्जर भइरहेछ एक्सक्युज मी हर कसले फोन गर्नु हुँदैछ म पिकअप गर्नै सकेको छैन क्या राइडमा फेरि अप्ठ्यारो हुन्छ मलाई गरेको छ थेट यस्तो रिस उठिदिन्छ यार फोन बोक्नै मन लाग्दैन त्यही भएर लेट्स गो एकचोटि नउठाएपछि त हुन्छ नि अब गरेछ हु इज दिस आई डोन्ट नो आइ एम सरी हिलो छ बाटो यताबाट लगिदिनु होइन अलिक हे उठाइदिनु पऱ्यो यार कसको कल हो थ्याट कसको कल आयो भनेको दाइको कल आएको रहेछ होइन अब हामी यहाँबाट लेफ्ट लागेर जानुपर्ने हुन्छ अरू सबै कता कता पुगिसक्नु भयो म चाहिँ अलिकति टाढो छु किनकि मैले चाहिँ कल उठाउनु पर्ने भयो नि त त्यहीँ हुनुहुँदो रहेछ हात पनि छोडेर जाउँ न यार ओभर थाकिसकेँ म यो यताबाट गइदिउँ न होइन हामी चाहिँ लेट्स गो टिट आजको राइड चाहिँ बबाले लाग्यो मलाई पनि तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट डाउन बिलो है त सो फाइनल गाइज अहिले चाहिँ हामी चाहिँ होइन ससाबाट नि यता आइसक्यौँ अनि अब हामी दुई भाइ चाहिँ अगाडि छौँ अरू पछाडि छ चिल गर्दै आउँदैछ उनीहरू चाहिँ हामी पनि चिल गर्दै जाँदैछौँ अगाडि होइन त अब देखाउँदैन अब सिङ्गल लेन हिँड्ने हो डर गए क्या डर गए हाय त्यो भाइको त रातै भएछ पिछवाडा
ल सफलतापूर्वक भयो हाम्रो ब्रेक त खतरा गराएको छ ल त चस हान्दिउँ अब हामी पनि जाने चस डोन्ट फियर ओइ 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 के गरे त्यो तिम्रो हातमा चोट लाग्यो क्या मेहन्दी हो ए ल क्ल्याप फर अस भिडियो यहाँसम्म राखिदिने त सो आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई hope you guys like the video. So if you are new to my channel then please subscribe my channel and click the bell icon. So यति भन्दै आजको भिडियो यहाँ राख्छु बाइ बाइ